Hello. Look, I'm with whom? So, हामी चाहिँ कहाँ गएको सुनि? हाम्रो अतोपतो चाहिँ के छैन, हामी कहाँ जाँदैछु भनेर अहिले चाहिँ जाँदैछु तादोङ कलेज ग्राउन्ड। त्यहाँदेखि चाहिँ कहाँ जान्छ भनेर हामीलाई पनि याद छैन। हाम्रो खुट्टाले नै भन्छ। यो त स्यान्डल देखाएको ल। हामी चाहिँ गएको लागेको हामी चाहिँ पहिलाको यादहरू कटाउनु बडा ग्राउन्डमा हिँड्नुस्। मेरो भाइ हेलो अब चाहिँ म्याच हेर्दा पनि मजा इन्ट्रेस्टिङ। म चाहिँ यहाँ रिस उठिरहेको अवस्था। म्याच चाहिँ पुरा इन्ट्रेस्टिङ हुँदैछ किनकि अलिकति नै अब यताउता हुँदैछ त्यही भएर हो। यता उहाँको चाहिँ प्रेसर हाई प्रेसर मान्छे हो कि झन् मेरो भाइ छ नि त पीमा। उसको चाहिँ दुईपट्टि आफ्नै मान्छे भएर चाहिँ दुईपट्टि आफ्नै मान्छे छ कि झगडा चाहिँ नपरी खेल भनेको। मजा आइरहेछ अब चाहिँ अलिकति भए पनि। अब यता भैयाहरू आउँदैछ हामी के किनेर खान्छौँ। मलाई त कस्तो रिस उठिरहेको भाइ। यो रिस उठ्यो मलाई त रिस मरेको फेरि हेर्नुहोस् त चौराउनु यहाँनिर हो। त्यही भएर चाहिँ म्याच पुरा इन्ट्रेस्टिङ हुँदैछ झगडा परेर मात्रै। यो भाइ पनि फुटबल पनि हेऱ्यो डान्स पनि हेऱ्यो। यसको टिमले जित्यो मेरो टिमले हार्यो होइन। हामी अब जाँदैछ कहाँ गएको हामी अब कोन त फेरि हाम्रो खुट्टाले रोक भनेकै छैन। हामी दुईवटा जग्गा रोकेर पनि आइसक्यो। अब यो चाहिँ हाम्रो लास्ट फाइनल हुन्छ होला जहाँ गएर रोक्छ। हेलो गाइस अब चाहिँ हामी फाइनली हाम्रो पहिलाको क्याफे फेभरेट प्लेस जे भयो भए पनि यहीँ आइहाल्ने ब्रेकमा। एक दिन आएको कि कन्फेसनै आयो नि हामी तिनजनाको। दिस इज आवर क्याफेटेरिया। वाज होला हौ हाम्रो थिएन अब सक्यो। कस्तो लाग्दैछ यहाँ आएर? चेन्ज भएको छ नि अहिलेको यहाँको चलाउने पनि। आइज नि यो हाम्रो फेभरेट जग्गा थियो पहिला। हामी क्याफेटेरियामा आएन चाहिँ खाँदै पकाउँदा मिठो चिया चाहिँ मिठो छ। पहिलाको भन्दा मिठो छ है। पहिला चाहिँ मेसिनमा भन्नु म चाहिँ पसिनाले अनिका दिखा दो हमने क्या क्या लिया यहाँ पे। क्या लिया दिखा दो। रूम पे जाके देखेंगे। मेरो साथीले कति जानु मुस्किल भइरहेछ तर भए पनि यस्तो बाटो हो भए पनि नक्कल चाहिँ तर बिहानै पारेर हिँड्नै पर्छ। हिल चाहिँ लाउनै पर्छ। कतिको दुःख पर्यो। हिल अलिक तेह्र हुँदैछ तर भए पनि हिल चाहिँ छोड्नै हुँदैन भन्दैछ उहाँले चाहिँ। आफ्नो देखाउनुहोस् प्लिज। मेरो पनि त्यस्तै कन्डिसन छ। हात खुट्टाहरू सबै रातो भइरहेछ हो।